प्रविश्य मम वाचमिमां प्रसुप्ताम् सञ्जीवयत्यखिलशक्तिधरा सुधाम्ना अन्यासहस्रचरण श्रवणोत्वगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यम्। प्रभो, हजुर सर्वशक्ति सम्पन्न हुनुहुन्छ। हजुर समस्त विश्वमा रहेका जीवहरूको अन्तस्करणमा प्रवेश गरे आफ्नो तेजद्वारा सुतिरहेको सुसुप्त वाणीलाई सजीव बनाइ बक्सिन्छ। प्रभु, हात, पाउ, कान, त्वचा लगायत अन्य इन्द्रिय र प्राणलाई समेत चेतना प्रदान गरिदिने यस्ता अन्तर्यामी सर्वेश्वर सर्वात्मा परमेश्वर परमात्मालाई हामी दण्डवत गर्दछौं। आदरणीय श्रोतावृन्द, स्वागत छ यस अडियो च्यानल रसवेणीमा। म माधव चालिसेको मेरा प्यारा शुभचिन्तक एवं भक्तवृन्द, लामो समयको अन्तरालपछि आज यहाँहरूबीच यस अडियो युट्युब च्यानल रसवेणी मार्फत जोडिन पाउँदा अपार हर्षित भएको छु। हुन त यहाँहरूबीच टाढा हुने मन त कहाँ पो थियो र। कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि यो निष्ठुरी समयले कता कता पुर्याउँदो रहेछ, हल्मल्याउँदो रहेछ। तर जे होस्, उनै भगवानको अनुकम्पा र हजुरहरूको असीम मायाले नै होला। सायद फेरि हजुरहरू बीच श्री भगवानको अमृत रसपान गर्ने र गराउने यो दुवै संयोग जुराइदिनुहुने उनै सर्वेश्वर सर्वात्मा परमेश्वर परमात्माको चरण कमलमा शिर निहुराई यो भागवतको दिव्य धारामा प्रवेश गर्दैछौं। यो यात्रा सायद अलि लामो नै रहनेछ। हामी भगवानको दिव्य रसलाई यहाँहरूको आग्रह बमोजिम धारा प्रवाह रूपमा श्रवण गराउने नै छौं। हप्ताको 2 दिन अडियो युट्युब च्यानल रसवेणी मार्फत यो दिव्य भागवतीय गाथा प्रसारण हुनेछ। यस पावन घडीमा कति पनि अलमल नगरी आउनुहोस् हामी विषयमा प्रवेश गरौं। भागवत केवल एउटा धर्म ग्रन्थ मात्र होइन, यो त जीवनको अन्तरतम संगीत हो, आत्मा र ब्रह्म बीचको संवाद हो। जस्तो कि बिहानको ओसले घाँसलाई शीतलता दिन्छ, त्यस्तै भागवतले चित्तलाई शान्ति र चेतनालाई उज्यालो दिन्छ। यस भागवतका प्रत्येक श्लोक प्रकृतिको मधुर स्पन्दन जस्तै छ, जहाँ भक्ति नदी जस्तो भएर कलकल बग्दछिन्, ज्ञान आकाश झैं पग्लिन्छ र वैराग्य हिमालको स्थिरता जस्तो अटल रहन्छ। आजको युग विज्ञान प्रविधि र गतिमा दौडिरहेको छ, तर मानव मन भने अझै अशान्त छ। भौतिक सुख बढे पनि मानसिक शान्ति भनेको दिन प्रतिदिन घटिरहेको छ। यस दिव्य भागवतले मनलाई स्थिरता दिन्छ, अहंकारलाई गलाएर प्रेम जगाउँछ, अन्तरात्माको आवाज सुन्न सिकाउँछ। आधुनिकता बाहिरी प्रगति हो, भागवत भित्री विकास हो। जब दुवैको सन्तुलन मिल्छ, त्यति बेला जीवन पूर्ण बन्दछ।
यस दिव्य भागवत सुनिसकेपछि अशान्त मन शान्त हुन्छ, काम क्रोध लोभ मोह क्रमशः घट्दै जान्छ, करुणा प्रेम र सहिष्णुता बढ्छ, जीवनको उद्देश्य स्पष्ट हुन्छ। जस्तो नदीमा डुबुल्की मार्दा शरीर स्वत सफा हुन्छ, त्यस्तै भागवतीय दिव्य गाथा सुन्दा चित्त शुद्ध हुन्छ, चित्त निर्मल हुन्छ, चित्त पवित्र हुन्छ। विज्ञानले बाहिरी संसारको खोज कसरी भन्ने प्रश्नको उत्तर दिन्छ भने यस दिव्य भागवतले भित्री संसारको अनुभूति किन भन्ने प्रश्नको उत्तर दिँदै दिँदै अघि बढ्दछ। विज्ञानले पदार्थ बुझाउँछ, भागवतले चेतनालाई सम्झाउँछ। विज्ञानले यन्त्र बनाउँछ, भागवतले मनुष्य बनाउँछ। विज्ञान बिना सुविधा हुँदैन, भागवत बिना शान्ति हुँदैन। आधुनिक न्युरोसाइन्सका दृष्टिले पनि भागवत श्रवण अत्यन्तै प्रभावकारी रहेको कुरा पुष्टि भइसकेको छ। जति बेला अल्फा र थीटा वेभहरू सक्रिय हुन्छन् त्यति बेला ध्यान र शान्ति बढ्छ। जति बेला डोपामिन र सेरोटोनिन सन्तुलन हुन्छ त्यति बेला हजुर हामीले आनन्द र सन्तुष्टिको महसुस गर्छौं। जब स्ट्रेस हार्मोन कोर्टिसोल घट्छ त्यति नै बेला चिन्ता कम हुन्छ, एन्जाइटी कम हुन्छ, डिप्रेसन कम हुन्छ। यसरी भागवत केवल आध्यात्मिक होइन, न्युरोलोजिकल उपचार पनि रहेछ भन्ने कुरा अब हामीले बिर्सनु भएन। वेदान्त भन्छ तिमी नै ब्रह्म हौ, तिमी नै सत्य हो, तत्त्वमसि तत्त्वमसि। भागवत त्यसै सत्यलाई कथा लीला र भाव मार्फत प्रकट गर्दछ। वेदान्त केवल सिद्धान्त हो भने भागवत चाहिँ स्वयं अनुभव हो भनेर ऋषिहरूले पुष्टि गर्नुभएको छ। यस भागवतमा भक्ति ज्ञान र वैराग्यको त्रिवेणी कल 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 बगिरहेकी छिन्। भक्ति प्रेमको प्रवाह, ज्ञान सत्यको प्रकाश, वैराग्य आसक्तिबाट मुक्तिको शक्ति। जब हामी प्रेमले कर्म गर्छौं त्यति बेला त्यो कर्म भक्तिमा परिणत हुन्छ। विवेकले निर्णय गर्यौं त्यो ज्ञान भयो। जब परिणाममा अड्किन छोड्यौं त्यति नै बेला वैराग्यको उदय हुन्छ। यो दिव्य भागवत वसन्तको सुगन्ध हो, शरदको चन्द्रमा हो, हिमालको मौनता हो र नदीको अविरल गीत हो। जहाँ शब्दहरू फूल जस्तै फुल्छन्, भावहरू मधु जस्तै बग्छन्, कथा अमृत जस्तै टप्किन्छ। यो दिव्य भागवत पढिने ग्रन्थ होइन, अनुभव गरिने चेतना हो। भागवतले धर्मलाई जीवनसँग जोड्छ। यसले समाजमा नैतिकता र सदाचार बढाउँछ, आत्मिक स्वतन्त्रता दिन्छ, मृत्युको भय घटाएर अमरत्वको अनुभूति गराउँछ। हो भक्तवृन्द, यो दिव्य भागवत जीवनको दीप हो, अन्धकारको उज्यालो हो, अशान्तिमा शान्ति हो। जसले यसलाई सुन्छ, बुझ्छ र आत्मसात गर्छ उसको जीवन केवल बित्दैन, उसको जीवन स्वयं प्रकाशित भएर रहन्छ।